नमस्कार, सेवा र सम्पूर्णमा आशा छ यहाँहरू सबैजना आराम कुशलै हुनुहुन्छ र निकै समयको अन्तरालपछि आज फेरि पनि मैले एकजना प्रवासीको चिठी लिएर आइसकेकी छु र उहाँ हुनुहुन्छ भीम चेम्जोङ लिम्बू। उहाँले आफ्नी प्यारी श्रीमतीलाई यो चिठी यसरी लेख्नुभएको छ। हाई माई स्विट हार्ट रानी, तिमीलाई सात समुद्र पारीबाट मुटुभरिको माया अनि अविरल सम्झना, निरन्तर बगिरहने त्यो निश्चल गङ्गा झैँ चोखो माया, विश्वको सर्वोच्च शिखर सगरमाथा झैँ अट्टल माया। यहाँ म सन्चै छु, आशा छ त्यहाँ घरमा पनि तिमी लगायत सपरिवार सकुशल नै हुनुहुन्छ र सकुशल आरामको कामना ताकेरानी बाबुमाङसँग यही प्रार्थना चढाउँछु। मेरी रानी, सुन न, तिमीसँग बिताएका ती पलहरूको कति धेरै याद आइरहन्छ। हरेक पलमा तिमीलाई सम्झिरहन्छु। तिमीसँग बिताएका ती पलहरूले झस्काउने गर्छ। म हरेक पाइलामा मेरी रानीलाई मिस गरिरहन्छु। अहिले त मलाई यस्तो लाग्न थालिसक्यो कि तिमी बिना, तिम्रो साथ बिना म एक पल पनि रहन सक्दिनँ। रानी, अरू कुरा यस्तै हो। अनि अहिले तिम्रो पढाइ कस्तो हुँदैछ? राम्रोसँग ध्यान दिएर पढ्नु। तिम्रो पढाइ भनेको हाम्रो फ्युचर हो। मैले त त्यस्तै घरको स्थिति भनौँ या आफ्नो कर्मले हो राम्रो पढ्न सकिनँ। आशा छ तिम्रो पढाइ एकदमै राम्रो हुनेछ। मलाई थाहा छ तिमी अवश्य आफ्नो लक्ष्यमा पुग्नेछौ अनि त्यो दिन हाम्रो सबैभन्दा खुसीको दिन हुनेछ। तिमी नेपाल सरकारको एक कर्मनिष्ठ कर्मचारी भएर हाम्रो देश नेपाल जस्तो अशिक्षित अविकसित देशको खुल्ला निस्वार्थ मनले सेवा दिनु र म जस्तै धेरैजना प्रवासी नबाध्य मनहरू अनि सक्रिय युवा जोशहरूलाई आफ्नै देशमा केही गर्छु र गर्नुपर्छ भन्ने भावना जागृत गर्नेछौ। त्यो दिन अझ म तिमी लगायत सिङ्गो नेपालमा खुसी हुने छिन्। यति धेरै जिम्मेवारी तिमीमा छ अनि त्यो पुरै जिम्मेवारीलाई सङ्घर्ष बनाऊ या सहज ढङ्गले पुरा गर्न अनि गराउन म हरेक पल तिम्रो साथ हुनेछु। खानेकुराहरू किनेर खानु, आफ्नो स्वास्थ्यको सधैँ ख्याल राख्नु। अर्को चिठीमा भेट्ने बाचाको साथमा म बिदा हुन चाहन्छु। उही तिम्रो मनको राजा प्रवासी कान्छा। मैले दिएको साथले मात्र हुन्न, तिमीले आफ्नो हिम्मत कहिले नहार्नु। अवश्य एक दिन तिमी आफ्नो लक्ष्यमा पुग्नेछौ। फेरि रानी, यो म कहाँ तिमी र म मात्रै छौँ र हामीसँग मागको साथ र आशीर्वाद सदा रहनेछ। धेरै लामो कथा जस्तो भएछ। यहाँ म सन्चै छु। तिमी आफ्नो ख्याल राख्नु, राम्रो पढ्नु, कसैसँग नराम्रो व्यवहार नगर्नु अनि साँच्चै माथि बासकारी माइलाकोमा अलिकति पैसा पठाइदिएको छु, त्यो खर्च चलाउँदै गर्नु, तिम्रो क्लासको फी तिर्नु। साँच्ची एउटा कुरा झन्डै भुलेछु, तिमी धेरै कमजोर छौ। अलिक तागतिलो खानेकुराहरू किनेर खानु, आफ्नो स्वास्थ्यको एकदमै ध्यान दिनु र अर्को चिठीमा भेट्ने बाचाको साथमा म बिदा हुन चाहन्छु। उही तिम्रो मनको राजा प्रवासी कान्छा। थ्याङ्क यू सो मच हजुरको यति स्विट वर्ड होइन, जुन एकदमै इन्सपिरेसन वर्डहरू थिए। एउटा श्रीमतीको लागि, एउटा जीवनसाथीको लागि यतिको बुझ्ने र यतिको साथ दिने व्यक्ति एकदमै सौभाग्यले मात्र पाइने गरिन्छ।
सो तपाईँहरूको माया, साथ, विश्वास यसरी नै जिन्दगीभर कायम रहिरहोस् भन्दै म पनि बिदा हुन चाहन्छु। तपाईँलाई के कस्तो लाग्यो र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला। सेवारो, शुभरात्रि।